ए यहाँ यसको त नि डल्लो पनि रहेछ नि त फेरि त्यो फुटाउने खालको म त सर यो टाढो बाटो हिँड्दा क्या सर बाइकको त विश्वासै लाग्दैन हौ तर सर अन्तसम्म त एक दुःख दिएन हौ बाइकले योपालि सर्भिस गरेर लगेको थिएँ कि धन्न बाटोमा तर बाटो त सर ढुट्टो हो अहिलेको यो अहिले कस्तो बाटो अब बिजोग नि सर खाल्डो त बिरतामोडसम्म त बाटो त राम्रो ए यता तल यो राजधानी हाइवे भन्छ नि सर हो त बिजोग नि सर इस्ट टु वेस्ट फेरि त के त्यहाँको त सर मान्छेहरूले त कति त घरै बेचेर हिँडिसकेको रहेछ त्यो धुलो नखप्नु सकेर क्या सर कति रोग लागेर के भयो अनि फेरि सर त्यही बाटोमा हामी आउँदै थियौँ कि त्यो सार्वजनिक शौचालयको त्यो बोजूलाई हामीले त कुरा गर्दै बसेको नि त अब उहाँ अब मिसेस टोइलेट आफू बाहिर है सोधेको हेर्नु नि सर 10 तोला सुन खै नि 15 लाख कि कति 20 लाख नगद घरैबाट उडाइदिएको अरे हौ सर र अहिले त यो कारागारबाट निक्लेको चोरहरू के गर्ने तर त्यस्तो त भेटिँदैन हौ सर है शुभ ग्लु हाल्न ए अब नि सर छोइदिनु भाँच्यो पुरै हाल पुरा खन्यो न अब धुवा पनि निक्लेछ सर धुवा निस्किन्छ। धुवा निक्लिन्छ ए यो त कपडा जस्तो हुँदो रहेछ नि त नि सर एउटा शुभ ग्लुले पुग्दैन जस्तो आमा हाम्रो इन्द्र सरलाई सबै आउँछ हौ यताउति काटकुट गरी ड्याम डुम भ्याइदिनुहुन्छ यार यहाँ हजुर पान यो हाल्नु पहिला यता नि ए सरी सर ए अगाडि त्यो लाउनु नि सर यो मिलाउने मोमो अठाइदिन्छु सर ट्याक्क लागि बेला छु सर औँलामा लाग्छ होला हौ लाग्दैन त्यसमा चो न केही हुँदैन चो अर्कोले थिच्छ त अर्कोले थिच्छ अर्कोले त्यो टालिन्छ अर्कोले क्या ए ला अर्को उसले थिच्नु यसले नि थिच्छ त्यसले हाल्दै यताबाट नि सर यो त थिच्दैन थिच्दै जाऊ क्या बाबा अब यो त वेल्डिङ गरेको जस्तो हुँदो रहेछ सर प्लास्टिक वेल्डिङ नि ओइ अब टाल्यो यार आमा सरलाई आइडिया थाहा रहेछ नि त लु चुरोटको ठुटा राख्नु रहेछ यार फाल्नुभन्दा त यो चाहिँ के को फाइबर हौ सर यो फिल्टर हो नि त त्यो ल हाल त यो नि सर कपडा थाहै रहेनछ त्यही त होइन पहिले हाम्रो शिवराज अङ्कलले एब्जेटहरू टालिनुहुन्थ्यो है त्यो सुतीको डोरी के मिलाएर ला आमामा तातिँदो रहेछ है सर तातिन्छ नि यसले सर आगो त टिप्दैन होला नि त नि माथिबाट छु ए लु मेरो त झन् डाङडुङै प्लास्टिक छ कि सर यही गर्नु पऱ्यो हौ बाइकमा पनि केही हुँदाखेरि यार सरको नि त्यो ट्याङ्की त फलामको होला नि त नि त्यही त भयो नि हजुर सर अब यता गाँस दिउँ होला नि सर हो अब चाहिँ गाँस दिन्छ होला सर यता बिचमा हालिदिउँ कि एउटा यता नि सर ला धुवा भयो ला सरको टाल्यो ओहो ला सरी है सर तातो हो कति साह्रो तातो रहेछ अरे त्यही त सर कस्तो के त्यो धुवै निक्लिने हुँदो रहेछ नि आएर आम्मा यो त नि नयाँ जस्तै टालिने रहेछ नि त नि सर यसमा अलिकति चोइदिनु पर्यो है सर जहाँ त्यो छ त्यति हाल त्यो दुलो छ नभएर आइडिया पो गर्नुपर्छ त्यही त सर म चाहिँ पहिले त त्यो आमा कस्तो सर बाफाको ओहो यस्तो रहेछ नि त तरिका त नि सर अब लाइटरले सर यसो झ्यास्यास हानेर पोलिदिनु होला नि हो अनि सर नयाँ किन्नु भन्दा त के बनाएरै चलाउँ भन्ने हुन्छ कि